यहाँ चाहिँ हाम्रो आन्टीको यो कुकुर मरेछ रुँदै हुनुहुन्छ बिचरा सानोदेखि पालेको कहिलेदेखि पाल्नु थुप्रो भयो है होइन यसलाई पालेको चाहिँ कति तपाईँले अनि 4 वर्ष पाल्नु भएको रहेछ बिमारी भएरै मरेछ हेर अघि साँच्ची बाहिर बसिरहेको होइन यो ल अब हाम्रो टिम चाहिँ चक्कसँगले कुकुरलाई व्यवस्थित गर्न जाँदैछौँ जाने होइन त दाइ हामी चाहिँ यहाँ बोरा लिन आइरहेको छौँ होइन त्यो कुकुरलाई व्यवस्थित त गर्नु पऱ्यो नि त ठाउँमा पनि आउनु भएको रहेछ आन्टीले कति लाग्छ पैसाधरि तिर्छु भन्दै हुनुहुन्छ कति माया छ हेर्नु त ल हामीले चाहिँ बोराहरू पनि रेडी गरिसक्यौँ दिपेनकोबाट बोरा ल्यायौँ दिपेनलाई पनि धेरै धेरै धन्यवाद यता हाम्रो दाइ तयार भइसक्नु भएको छ गर्नु न मरेछ हिँड्नु दाइ हिँड्नु ल हाम्रो कालुङ दाइ पनि आइरहनु भएको छ एकदम अग्रसर भएर अगाडि बढ्दै हुन्छ हाम्रो त यस्तो सिनेमेटिक हुन्छ फेरि दाइहरूले चाहिँ ग्लोभ्स लगाएर एकदम राम्रोसँग तरिकाले यहाँनिर राम्रो तरिकाले व्यवस्थित गर्दै हुन्छ दाइहरूले चाहिँ यहाँनिर गाह्रो छ रुनु भएको हेर नरुनु 18 दिनको थियो यो ल्याउँदा गाडेको देखे थिए भने हैन यो हामी तपाई झुक्क हुनु एकदम खोलेर नरुनु हामी छौं त यो पर्दैन अब हामी सबै गर्छौँ मलाई राम्रोसँगले व्यवस्थित गर्छौँ के चिन्ता छैन हैन पर्दैन भयो भइसक्यो ल अलि अलिक अगाडि दाइले चाहिँ ल्याइसक्नु भएछ ल दाइ सटर तानेर भाइ पनि छैन त्यही भएर अब हामी जान आँट्यौँ यहाँनिर सबैजना चाहिँ यहाँनिर सफारीमा होइन पेल्चा सेल्चा तयार गऱ्यौँ अनि यहाँनिर राखेको छ यसलाई अनि दाइ चाहिँ स्कुटीमा आउँदै हुनुहुन्छ यता अगाडि दाइ हुनुहुन्छ दाइ र म चाहिँ स्कुटीमा गइरहेको छौँ एकछिन हाम्रो यो कुकुरहरूको भावना चाहिँ नि मान्छे पछिको सेकेन्ड भावना अरे कुकुरको चाहिँ मान्छे भन्दा पनि इमोसन हुन्छ अरे कि त्यस्तो भावना जोडिएको हुन्छ अरे क्या त्यही भएर अब कुकुर मर्दाखेरि धेरै मान्छेको इमोसन जोडिएको हुन्छ त्यही भएर पनि उहाँ आन्टी रुनुभयो अघि होइन कुकुर भनेको त्यस्तो चिज हो नि मान्छेसित कति धेरै भावना जोडेको हुन्छ कति धेरै आश गर्छ कुकुरले कति धेरै माया गर्छ कति धेरै प्रेरणा हुन्छ कुकुरसित कुकुरले आफ्नो मालिकलाई कहिल्यै पनि भुल्दैन क्या मरुन्जेलसम्म पनि लास्टसम्म पनि याद गर्छ क्या ल यहाँ दाइहरूले चाहिँ भट्टाबाट आफ्नो काम लागिसक्नुभयो काम सुरु गरिसक्नुभयो र नेताले पनि किटान भन्दै हुन्छ यता दाइले देखाउने गरे जस्तो हुन्छ भन्नु तपाईँले चाहिँ बरु मैले चाहिँ बोल्न मिल्छ जनावरलाई पनि मानव केही श्रेणीमा राख्नुपर्छ भनेर पसिनै पसिना हुनुभयो त कहिले यस्तो गर्नुभएको त काम हैन यस्तो कामहरू चाहिँ धेरै गरिराखेको हजुर पनि अब मकै उब्जाउने कोदो खेती हैन हाम्रो पनि बारीमा मकै रोप्ने कोदो रोप्ने कामहरू भइराखेको थियो कोदोको बिउ छर्ने हैन मान्छेले देख्दाखेरि सुकिलो मुकिलो देखे तापनि हैन हिजोको दिनमा यो कामहरू चाहिँ गर्दै आइराखेको चाहिँ समयवश परिस्थिति गर्दाखेरि कति मान्छेले चाहिँ देखाउनु खोज्छ हैन कसैले चाहिँ देखाउनु चाहँदैन म चाहिँ यो कामलाई चाहिँ नदेखाउने मान्छे तर समय र परिस्थितिले गर्दाखेरि चाहिँ कति कुराहरूलाई चाहिँ उजागर गर्नुपर्ने रहेछ समाजको निमित्त हैन केही कुराहरूलाई चाहिँ राम्रो कुराहरूलाई देखाउनुको लागि भए पनि आज चाहिँ यो काम गर्दै गरेको भिडियो आइरहेको छ यहाँहरूलाई र यो तर खास त हाम्रो काम होइन नि यो गर्नुपर्ने भए पनि लागि परिरहनु भएको छ किन होइन यो विशेष गरी चाहिँ अब यो विषयलाई चाहिँ अझै रमेश साथीले मजाले भन्नुहुन्छ रुटिन अफ सेवामा चाहिँ मेसेज आएको कारणले गर्दाखेरि मेरो उत्तरदायित्व मात्रै निर्वाह गरेको यही प्रश्न चाहिँ मेरो प्रिय साथी रमेशलाई सोधिदिनु न एकचोटि दाइ खास त यो हामीले गर्नुपर्ने काम होइन भए पनि हामी गरिरहेको छौँ किन होला ल सम्पूर्णलाई नमस्कार यो काम चाहिँ किन गरियो भन्दाखेरि हाम्रो चाहिँ एउटा पेज छ त्यो पेजमा चाहिँ
जानकारी आएको हुनाले चाहिँ हाम्रो टिमले थाहा पाएको हुनाले चाहिँ बुझ्ने क्रममा चाहिँ के रहेछ भन्दा एउटा सुन्दाखेरि मान्छेलाई फेरि सानो लाग्ला एउटा कुकुरको चाहिँ आज मृत्यु भएको हुनाले चाहिँ कति मान्छेले चाहिँ त्यसलाई होइन पाल्छ अब मृत्यु भएपछि कतिले फ्याक्ने काम गर्छ। हामीले त्यो नभएर जसले पाले पनि जे गरे पनि सूचना आइसकेपछि यसलाई कसरी संरक्षण गर्ने भनेर चाहिँ एउटा कुकुर भनेको यस्तो जात हो कि मानव जाति पछिको कुकुरको पनि धेरै भूमिका छ। हामी मान्छेहरूलाई कुकुर भन्ने सजिलो छ तर कुकुरको धेरै भूमिका छ। त्यही भएर यसलाई पनि हाम्रो कसरी हुन्छ यसलाई मानव जातिसँगै होइन राम्रोसँगले यसलाई कुकुरै भए पनि राम्रोसँगले यसलाई चाहिँ हामी चाहिँ बिदा गरौँ, राम्रोसँगले संरक्षण गरेर गाडौँ भन्ने कुरा हो। त्यतिकै थाल्यौँ भने होइन दुनियाँ रोगहरू उब्जन सक्छ। यो कुकुरले अन्य कुकुरहरूले फेरि किमा बोकेर सक्दाखेरि चाहिँ गाउँमा दुखित हुने कारणले गर्दाखेरि चाहिँ यसलाई हामी राम्रो संरक्षण गर्नेछौँ। धन्यवाद। चिको गहिरोसम्म खोलानी छ अहिलेसम्म। ल बिमारी छ हेर्नु न यसको लागि पो भन्छु यति भएपछि स्याहार्दै नि निकाल्दैन होला हौ। लास्टमा माथिबाट मेरो भाइ यता हो मित्र। ल होइन पर्दैन हौ चिसो चिसो। अङ्कललाई नि माया लाग्यो होला है धेरै। अङ्कल पनि रुँदै हुन्छ आँखाभरि आँसु पारेर रुँदै हुन्छ।